So what's the backup plan? यसको ब्याकअप प्लान चाहिँ के छ ल फर इक्जाम्पल अब तिमी स्थानीय निकायले सकेन किनभने स्थानीय निकायले सक्ने भएको भए पहिल्यै हुन्थ्यो यो कामहरू गर्थ्यो रेस्पोन्सिबल वेमा गर्थ्यो त्यतिखेर तपाईँको पानी नभएर मेरो विचारमा सशस्त्र प्रहरी हो कि आर्मी हो कसकोबाट हाम्रो के भन्छ ट्याङ्करका ट्याङ्कर लगेर पानी प्रोभाइड गरेको सिचुएसन थियो एक्ज्याक्टली सो वी अलरेडी ह्याड 1 year टु प्रिपेयर फर इट मापदण्ड 2080 यो नेपाल सरकारबाट स्वीकृत भएको थियो त्यो मापदण्डमा पनि हामीले रिभिजिट गर्नुपर्ने भने कतिपय लेभलमा चाहिँ अब हामीहरू जस्तो केही ठाउँमा हेर्नमा डिफ्रेन्ट स्केलको डिप्युबल अथवा स्यानिटेरीहरू हामीले इम्प्लिमेन्ट गर्दा तुरुन्त रिफ्याक्सनमा जान सक्छौँ त त्यसको कोअर्डिनेसन मेकानिजम अहिलेको यो वर्गीकरणको मापदण्ड र यो वर्गीकरणको मापदण्ड 2080लाई चाहिँ एकपल्ट रिभिजिट गरेर अपडेट गर्नुपर्ने पनि छ अहिले हामीले सबैतिरबाट डेटा कलेक्सन गर्ने र आगामी वर्षमा त तराईको सबै जिल्लामा मोनिटरिङको लागि रियल टाइम मोनिटरिङको लागि पनि हामीले ट्युबवेलहरू इन्स्टल गरेर मोनिटरिङको पनि मेकानिजमको लागि बजेट एलोकेट गरिसक्यौँ अहिले मोनिटरिङ पनि छैन डेटा एकुमुलेट पनि छैन र कसले कुन स्केलमा गर्ने भन्ने पनि ऱ्यान्डमली भएकोले अब लास्ट इयरबाट चाहिँ कन्डिसन सिभर भयो एक्ज्याक्टली कता डेटा पनि नभएको मोनिटरिङ कसले गर्ने पनि नभएको र कसले कसरी गरे भन्ने पनि नभएकोले अनि हामीले त्यसलाई एकुमुलेट गर्न थाल्यौँ तर अब यसमा एउटा चाहिँ कहिलेदेखि एकुमुलेट गर्न थालेको हामीले हजुर कहिलेदेखि एक्युमुलेट गर्न थाल्नु भएको कहिलेदेखि हामीले गत वर्ष ड्राउटको कन्डिसन आएदेखि नै हामीले डेटा कलेक्सन गर्न सो इट्स बिन 1 year हजुर अहिले हामीले चाहिँ ड्राउट रेजिलियन्स स्ट्राटेजी पनि हामीले एउटा ड्राफ्ट बनाइसक्यौँ हजुर त्यो ड्राफ्ट चाहिँ अहिले डिस्कसनको क्रममा छ अब त्यो ड्राफ्टलाई पनि फाइनल गरेर सबै ठाउँबाट स्पेसली तराईको लागि फोकस र अरू एरियाको पनि ड्राउटलाई चाहिँ कसरी ह्यान्डल गर्ने हामीसँग सिस्टम कतिवटा छ कुन कसले कन्ट्रोल गरेको छ मोनिटरिङ सिस्टम के छ हामीसँग क्यापासिटी ग्राउन्ड वाटरको कति छ एक्सट्राक्सन कसरी गर्ने रिचार्ज कहाँ कसरी बनाउने एक्सट्राक्सन ओभर एक्सट्राक्सन पनि हुनु भएन रिचार्ज पनि गर्ने र पोन्ड र जलस्रोत संरक्षणको पनि हामीले प्रोग्राम प्लानिङ गरेको छौँ यो वर्षबाट चाहिँ गत वर्ष ड्राउटको कन्डिसन 8वटा जिल्ला यसपालि अझ सिभर भएकोले बजेट पनि गत वर्षभन्दा यो उसलाई ग्राउन्ड वाटरको लागि चाहिँ मोनिटरिङ ठिकै छ मैले बुझेँ होइन त्यो अब हामीले गर्नुपर्ने लङ टर्म प्लान भयो इमर्जेन्सी रेस्पोन्स प्लान के छ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले गत वर्ष पनि हामीले गरिसक्यौँ हजुरलाई जस्तो इक्जाम्पलको लागि गत वर्ष चाहिँ हामीले जुन डिप्युबलहरू हामीले इन्स्टल गरेको थियौँ केही डिप्युबलहरू अब फर इक्जाम्पल ट्रान्सफर्मर चलिरहन्छ ट्रान्सफर्मर त्यहाँ नभएर टोटल सिस्टम नै फङ्सनिङ छैन डिप्युबल हो के छ सिस्टम हो के छ ट्रान्सफर्मर छैन कतिपय ठाउँमा सबै सिस्टम बनेको छ सिस्टम डेभलप भएको छैन त्यो बजेट र इम्प्लिमेन्टेसन मोडालिटी नहुँदैन र यो लास्ट इयर चाहिँ हामीले के गर्यौँ भने अब न्यू कुनै पनि नहुँ लास्ट इयर हामीले जुन बजेट एलोकेट गऱ्यौँ त्यो सुक्खाग्रस्त क्षेत्रबाट इमर्जेन्सी हाम्रो अर्थ मन्त्रालयबाट जुन सोच सुनिश्चितता आयो हामीले पुरानो भएका सिस्टमहरूलाई कम्प्लिट गर्न मात्रै होइन अहिलेको प्रोक्युरमेन्ट हामीले पुरानो सिस्टमहरूलाई कम्प्लिट गर्ने अहिले नयाँ त्यही मैले भन्न खोजेको कुरा तपाईँले अझै जिस्ट बुझ्नु भएको छैन व्हाट आइ एम ट्राइङ टु से इज तपाईँहरू यत्रो धेरै कर्मचारी भनेर तपाईँलाई 1 वर्ष लाग्यो यो प्रिपेयर गर्नलाई एन्ड यु स्टिल डोन्ट ह्याभ ए इमर्जेन्सी रेस्पोन्स प्लान ड्राउटको कन्डिसनमा वाट इज द इमर्जेन्सी रेस्पोन्स प्लान मेरो क्वेसन यति मात्र सिम्पल छ सो एउटा ठाउँमा 12मा तपाईँको उयो भयो भने खाने पानी पुगेन भने तपाईँले रेस्पोन्स कसरी गर्नुहुन्छ भन्ने कुरा क्वेसन मात्र हो क्या मेरो कि अहिले त्यो भनेको हाम्रो नीतिगत हिसाबमा भइराख्ने पर्ने कुरा त्यसको स्टडी इट्स गोना टेक टाइम तर जुन चाहिँ इमर्जेन्सी रेस्पोन्स गर्नुपर्ने अवस्था आयो भने हामीले कसरी रेस्पोन्ड गर्ने त त्यसको त हामीसँग प्लान त हुनै पऱ्यो सो 1 year इज आई थिङ्क मोर देन इनफ टु प्रिपेयर फर दिस डिजास्टर अनि यस्तो खालको कुराहरूलाई के गर्ने कसरी सप्लाई गर्ने त्यहाँ मान्छेहरूको लाइन हुन्छ मान्छेहरूको हाहाकार हुन्छ गाडी बोक्दै आउला झगडा पर्ला सो डु यु हेभ एनी एसओपी यस्तो कुनै प्लानहरू छ त्यसमा त्यो अहिले हामीले जुन स्ट्राटेजिक प्लान गरेको केसमा छ मैले एउटा कुरा राखेर भन्दैछु हामी चाहिँ डिप्युवेल मात्रै हाम्रो जुरिडिक्सन त्यो डिप्युवेलको चाहिँ इन्स्टलेसनदेखि लिएर सिस्टम पावर सबै गर्नुलाई टेक्स टाइम त्यसमा अब यो मापदण्डमा केही परिमार्जन गरेर इमर्जेन्सी केसमा चाहिँ अब कसरी गर्ने भन्ने कुरा केही मापदण्डहरूमा पनि परिवर्तन गर्नुपर्ने भएको छ अहिले ओके हजुर रेस्पोन्सिबल छैन भने यसमा को रेस्पोन्सिबल हुन्छ कुन चाहिँ निकाय रेस्पोन्सिबल हजुर जिल्ला जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहसचिव सुशील आचार्य मैले गत वर्ष यो मधेसमा सुक्खा खडेरीको अवस्था भएपछि यसको तत्कालीन समाधान के हुन्छ दीर्घकालीन यो पोलिसीमा कार्यविधिमा अथवा हाम्रो कार्यान्वयन प्रक्रियामा कसरी सुधार गर्ने के गर्ने भनेर एउटा प्रतिवेदन अध्ययन टिमको लिड गरेर एउटा प्रतिवेदन पनि तयार गरेको थिएँ र यो तराईमा गत वर्ष यो मध्य मनसुनकै समयमा यो खानेपानी नै समस्या आकार भएको थियो
यो ग्राउन्ड वाटरको पानीको कमी भएर भन्दाखेरि नि म्यानेजमेन्टको कमी। एकसाथ अब यो रोपाइँ गर्ने बेलामा आकाशे पानी परेन, अनि सबैजनाले ट्युबवेल चलायो, रोपाइँको एकसाथ ट्युबवेल चलायो। अब त्यो नदी ट्युबवेलको इन्टरफरेन्स चाहिँ हेरेन र खानेपानीका ट्युबवेलहरू सुकेको थियो। त्यो त्यो खानेपानीको ट्युबवेलहरूलाई चाहिँ प्रायोरिटी दिएर त्यो इन्टरफरेन्स नहुने गरेर ट्युबवेल चाहिँ स्थानीय तहले सञ्चालन मापदण्ड बनाउनु पर्छ भनेर खानेपानीलाई सबभन्दा प्रायोरिटी दिनु पर्यो। त्यो किसिमले हामीले सबैलाई सर्कुलेट गरेर प्रतिवेदन पनि सर्कुलेट गरेका थियौँ। अब कृषिको लागि चाहिँ अब भएका स्वतन्त्रका कुराहरू अधिकतम उपयोग गर्ने, त्यहाँ इफिसियन्ट तरिकाले उपयोग गर्ने, रोटेसनल बेसिसमा रोपाइँ गर्ने, अनि पुछारतिर कुलो गाड छैन भने अहिले तुरुन्तै ट्युबवेल बनाउन सकिने ठाउँमा ट्युबवेलहरू कुन ठाउँमा गाड्न सकिन्छ भनेर त्यो प्रतिवेदनले पहिचान पनि गरेको थियो। र डिफङ ट्युबवेलहरूको लिस्ट गरेर प्रदेश मार्फत कतिवटा डिफेङ ट्युबवेल थियो र केन्द्रले कतिवटा डिफेङ ट्युबवेलहरू कहाँ यो इलेक्ट्रिकल सिस्टम बिग्रेको, सानोतिनो यो डिस्ट्रिब्युसन सिस्टमहरू बिग्रेकोलाई चाहिँ तत्कालै रिस्टेट गर्ने भनेको थियो। अहिले डिजी साहबले भनेको तिनै कार्यक्रमहरू चाहिँ रिस्टेट भइरहेछन्। र यो अलिकति म्यानेजमेन्ट साइडमा अब यो असारमा रोप्ने बेला हुन्छ, एकसाथ पानी आकाशे पानी नपर्दाखेरि एकसाथ ट्युबवेल चलायो भने चाहिँ फेरि खानेपानी इम्प्याक्ट यसपालि पनि पर्ने भएकोले अलिकति त्यो नियमन र अनुगमन र नियमन साइडमा चाहिँ हामीले ध्यान दिनुपर्ने देखिन्छ। धन्यवाद। यो डिपार्टमेन्ट कसको पर्छ? ओके, यसमा के गर्नु पऱ्यो तपाईँले भन्दा एउटा कुरा उहाँले भने जस्तो गरेर त्यसमा अवेरनेस क्याम्पेन चलाउनु पर्ने भयो। फर्स्ट कुरा चाहिँ मैले देखेको अनुसारमा चाहिँ यसमा अब त्यहाँ फेसबुकबाट हुन्छ कि होइन, यसमा अब तपाईँको सेलिब्रिटीहरूलाई त्यसमा राखेर हुन्छ कि, तर कन्टेन्ट क्रिएसन पनि फेरि इङ्गेजिङ हुनु पऱ्यो। फेरि यसमा कन्टेन्ट क्रिएसन पनि अब त्यो हाम्रो नेपाल सरकार धेरै जस्तो त्यो हेर्दैमै तपाईँको बोरिङ हुन्छ कि त्यो इन्फर्मेसन उसले टिप्दैन क्या। सो त्यसलाई भन्दाखेरि अलिकति इङ्गेजिङ टाइपको हामीले कन्टेन्ट बनाउन सक्यौँ भने मेरो विचारमा त्यहाँको मान्छेहरूले नि अलिक ग्रास्प गर्न सक्ने हिसाबले उहाँहरूको ल्याङ्ग्वेजमा हुन्छ कि होइन, यसमा अलिक क्रिएटिभ वेमा चाहिँ यस्तो एउटा अवेरनेस क्याम्पेन चलाउनु पऱ्यो जसमा उहाँले भने जस्तो गरेर त्यो टाइममा चाहिँ यस्तो गर्नु हुँदैन है भन्ने हिसाबले हामीले के निकाल्नु पऱ्यो। अर्को एउटा सेन्ट्रल लेभलमा चाहिँ हामीले एउटा इमर्जेन्सी रेस्पोन्स प्लान बनाऊँ, जस्ट इन केस लोकल लेभलले रेस्पोन्ड गरेन भने फेरि यसलाई पोलिटिक्सलाइज गरिन्छ क्या, यसलाई फेरि पोलिटिक्सतिर ढालिन्छ अनि त्यसपछि गभर्मेन्टले गरेन भने सदनमा उठ्न थाल्छ फेरि यही कुरा होइन। तर लोकल लेभल र हाम्रो प्रोभिन्सियल लेभलबाट गर्नुपर्ने जिम्मा पनि फेरि हाम्रो टाउकोमा आयो भने वी आर स्टिल रेडी भन्ने एटलिस्ट हामीले सक्छौँ होइन। त्यही भएर एउटा चाहिँ सेन्ट्रल लेभलदेखि नै इमर्जेन्सी रेस्पोन्स प्लान यो जिल्लाहरूमा फेरि हुँदैछ भने अरू त्यो नजिकको जिल्लामा हुँदैछ भने कसरी रेस्पोन्ड गर्ने, पानी कसरी वितरण गर्ने, लाइन कसरी राख्ने, यो कुराहरू नजिकको ठाउँहरू पहिचान गरेर चाहिँ त्यसमा हाम्रो अब तिनटै सुरक्षा निकायलाई समन्वय गरेर पनि त्यतिखेर रेस्पोन्ड गर्न सकिन्छ फर द टाइमिङ होइन। अहिले जुन चाहिँ अब यो सबै स्टडी गरेर त्यसमा हामीले तपाईँले भने जस्तो गरेर धेरै स्टडीहरू रिसर्चहरू गरेर हामीले जुन चाहिँ लङ टर्म प्लान छ त्यसलाई चाहिँ इराडिकेट गर्नलाई होइन, त्यो प्रब्लमलाई सिद्धाउनलाई, त्यसको लागि चाहिँ तपाईँहरूले त्यो गर्दै गरे हुन्छ। तर यो वर्ष चाहिँ वी हेभ टु रेस्पोन्ड यसको लागि इफ इन केस भने तयारी अवस्थामा त बस्नु पऱ्यो होइन। सो एउटा कुरा थियो। थ्याङ्क यू सो मच है। हामीसँग टोटल गरेर यो तराई बेल्टमा जहिले पनि बाढी जाने देखिरहेको छौँ एभ्री इयर। माथिको बाढीहरू सबै गरेर मुनि तपाईँको पुरै बस्तीहरू डुबान हुने यस्तोहरू अवस्था हामीले धेरै पहिलादेखि भोगिरहेको कुरा। सो यो तराई बेल्टतिर मधेसतिर चाहिँ धेरै जस्तो यस्तो भएको एरियाहरू पहिचान भइसकेको छ होइन। धेरै जस्तो कुन चाहिँ एरियामा अफेक्ट हुन्छ, नर्मली एउटै एरियातिर अफेक्ट हुन्छ नि त, कसको जिम्मा हो? तराईतिर पहिला बाढी डुबानको धेरै समस्या हुन्थ्यो, विशेष गरेर यो रौतहटको गौर, यो बागमती, लालबत्तिया कारणले यो विगत वर्षहरूमा तराईमा व्यापक रूपमा इम्यान्डमेन्टहरू बनेको छ स्ट्रक्चरल मेजर एउटा कुरो। अरू कुरो यो हाम्रो यो बिएचएमको यो फ्लड फोरकास्टिङ पनि अलिकति एक्युरेसी हुँदै गएको छ। त्यही कारण यो दुइटै कारणले गर्दाखेरि यो हालका वर्षहरूमा चाहिँ बाढी डुबानका समस्याहरू चाहिँ अलिकति कम भइरहेको छ। अब तैपनि यो फ्ल्यास फ्लडहरू डिजाइन गरेको फ्लडभन्दा ठुल्ठुलो बाढी आउने प्याटर्न चाहिँ बढिरहेछ। त्यसको लागि एउटा मोनिटरिङ मेकानिजम एउटा अब डिजी साहबले बनाउनु भएको छ, यो सिँचाइ तथा यो जलस्रोत व्यवस्थापन कार्यबाट निरन्तर अनुगमन गर्ने अनि टुट्न लागेको ठाउँमा चाहिँ तत्कालै रेस्पोन्स गर्नलाई उहाँले इमर्जेन्सी यो मेटेरियलहरू पनि स्टकमा राख्नु भएको छ। त्यो किसिमले
त्यो किसिमले त्यो गर्ने प्रोत्साहन छ जुन इफेक्टिभ देखिन्छ। ठिकै छ। यसमा हाम्रो त्यो मोटर बोटहरू कति के छ, कहाँ कुन कुन लोकेसन छ, केही यसको ट्र्याकिङ छ यसको? तपाईँहरूलाई भन्नाले कन्सर्न डिपार्टमेन्टहरूलाई कुरा गरौँ है। मैले अब यसको जिम्मा जोसँग जिम्मा छ म क्वेसन सोध्छु, तपाईँहरूले आफ्नो आफ्नो डिपार्टमेन्टको जिम्मेवारीको हिसाबले तपाईँहरू आन्सर दिँदा हुन्छ। मोटर बोटहरू हामीसँग कतिवटा छ, कहाँ कहाँ छ, यसको लोकेसन जिआर सहितको कहाँ छ तराई बेल्टमा? तीनजना सुरक्षा निकायहरू कहाँ कहाँ छ? के छ? मोटर बोट शस्त्रमा कतिवटा छ? डाटा चाहिँ छ हजुर हामीसँग दुईवटा डाटा, एउटा चाहिँ 85वटा ऱ्याफ्ट बोट र 35वटा मोटर बोट चाहिँ हाम्रो इकाइहरूमा छ। त्यो अधिराज्यभरिको डाटा मतलब तराईको मात्रै स्पेसिफिक त्यहाँबाट चाहिँ टिक गरेको छ, त्यो छुट्याउनु। त्यसपछि बाहिर चाहिँ करिब करिब 300भन्दा बढी चाहिँ ऱ्याफ्ट बोटहरू चाहिँ बाहिर अरू निकायहरूमा छ र मोटर बोटको सङ्ख्या पनि करिब 40+50वटा जति हुनसक्छ मोटर बोट चाहिँ बाहिर अरू निकायहरूमा, हाम्रो बाहेक। त्यसरी चाहिँ छ हजुर स्पेसिफिक चाहिँ नेपाल आर्मीसँग छ? नेपाल आर्मीसँग पनि छ, तर हामीले पनि त्यो रेडियो चाहिँ छुट्याएको छैन। हाम्रो चाहिँ बढी चाहिँ तराईमै छ। त्यसरी कोशी प्रदेशमै हेर्दा पनि ओबिएम 11वटा, पावर बोट 3वटा, ऱ्याफ्टिङ बोट 10वटा छ। मध्य प्रदेशमा ओबिएम 16वटा, पावर बोट 11वटा र ऱ्याफ्टिङ बोट 17वटा। बागमती प्रदेशमा ओबिएम 10वटा, पावर बोट 8वटा, ऱ्याफ्टिङ बोट 14वटा। गण्डकी प्रदेशमा ओबिएम 3वटा, पावर बोट 3वटा र ऱ्याफ्टिङ बोट 4वटा र अरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि त्यही रेसियोमै। मध्य प्रदेशमा चाहिँ जम्मा ऱ्याफ्ट बोट सबै निकायमा गरेर 44वटा। हाम्रो 44वटा विथ मोटर हो? ऱ्याफ्ट बोट 44 ऱ्याफ्ट बोट मात्रै हो विदाउट मोटर? 44वटा, 4वटा चाहिँ मोटर बोट। यसको जम्मा चाहिँ सम्पूर्ण निकायहरूमा हाम्रो सुरक्षा निकाय प्लस बाहिर। हाम्रो मोटर बोट चाहिँ अरू ठाउँमा छैन, बागमतीमा मात्रै छ एउटा, यही छ। अर्को यो ऱ्याफ्ट बोट चाहिँ काठमाडौँमा 6वटा, कोशीमा 4वटा, मधेसमा 12वटा, बागमतीमा 2वटा, लुम्बिनीमा 2, कर्णालीमा 1वटा, सुदूरपश्चिममा 1वटा। त्यसो भए नेपाल आर्मी सशस्त्र प्रहरी 2जना मिलेर चाहिँ यसमा ऱ्याफ्ट बोटहरू र मोटर बोट, स्पेसली मोटर बोट, किन त्यो ऱ्याफ्ट बोट गर्दाखेरि त्यो टाइम लाग्छ अनि रेस्क्युअर्सहरू चाहिँ उनीहरू एक्जस्टेड हुन्छ कि त्यो गर्दा त्यसले गर्दा फेरि रेस्क्यु मिसनमा जाँदाखेरि चाहिँ तब अप्ठ्यारो हुन जान्छ उनीहरूलाई चाहिँ, जसले रेस्क्यु गरिरहेको छन् होइन। त्यसको लागि मोटर बोटहरू चाहिँ तयार पारेर जुन जुन एरियामा फ्लडेड हुनु सक्ने सम्भावना छ त्यो सल्लाह गरेर चाहिँ त्यो एरियामा फ्लडेड हुनु सक्ला भनेर बरु ऱ्याफ्ट बोट र मोटर बोट सहितको टिम चाहिँ त्यस स्ट्यान्डमा चाहिँ राख्नुपर्छ हामीले। ठिक छ। यसमा अझ सहज चाहिँ बाढीको सन्दर्भमा चाहिँ ऱ्याफ्ट बोटै सहज हुँदो रहेछ। बाढीमा त ऱ्याफ्ट बोट बेसीको भाव बाढीमा त ऱ्याफ्ट बोट। द्याट्स वाइ मैले भनेको कन्सन्ट्रेट मैले भने त तपाईँको तराई बेल्टको कुरा गरिरहेको छु नि त। यसमा यो प्रदेश वाइज यस्तो भयो, यो कोशी प्रदेशमा चाहिँ 26वटा ऱ्याफ्ट बोट र 16वटा मोटर बोट, मध्य प्रदेशमा 44वटा ऱ्याफ्ट बोट र 4वटा चाहिँ मोटर बोट यस्तो छ। त्यसपछि गण्डकीमा चाहिँ 17वटा ऱ्याफ्ट बोट र 6वटा मोटर बोट। अब यो हिसाबले सबै प्रदेशहरूमा छ सङ्ख्या चाहिँ कम भयो। टोटलमा चाहिँ यो सङ्ख्या हो। यसलाई हाम्रो सबै बोटहरूलाई उता कन्सन्ट्रेट गरिदिनुहोस्, तराईको बेल्टमा आइडेन्टिफाई गरेर यहाँ सरहरूलाई सोधेर कुन एरियामा चाहिँ हाम्रो अफेक्टेड हुनसक्छ, पोसिबल यो हाम्रो डुबान क्षेत्र चाहिँ कुन कुन हो त्यो एरियामा चाहिँ हाम्रो टिमहरू त्यसरी गर्छ। हुन्छ कोअर्डिनेट गर्नुहोस् है हजुरहरू है। रेस्क्यु हेलीमा हाम्रो कुन एमआईहरू हो? एमआई कतिवटा छ हामीसँग? एमआई त अहिले फङ्सनल एउटा मात्रै छ। फङ्सनल एउटा मात्र हो एमआई हामीसँग? 3वटा मेजर रिपेयरमै छ। अनि अर्को चाहिँ हाम्रो बेल भन्छौँ होइन? अब बेलहरू छ हामीसँग, एएलएच छ। कतिवटा छ बेल? एएलएच एउटै छ। कुन कुन ठाउँमा छ लोकेसन? यो चाहिँ 3वटा ठाउँमा छ, सुर्खेतमा, काठमाडौँ र विराटनगरमा हो। र चाहिँ एयरपोर्टको कन्डिसन राम्रो भएको अवस्थामा फिक्स विङहरू जान सक्छ। फिक्स विङ कासा र हाम्रो स्काई ट्रकले 18जना बोक्छ, कासाले 36जना।
एमआईले हाम्रो कति 3000 केजी होइन 3000 केजी के ड्रिलहरू प्र्याक्टिस गरिरहेको छौँ यसमा भइरहन्छ नि त होइन त्यो त एसक्यू हुन्छ जस्ट इन केस अफ डुमान होइन यिनीहरूलाई चाहिँ एक्टिभेट गर्नुपर्ने हुन्छ हाम्रो होइन अनि यो प्राइभेट हेलीको त्यो लङ लाइन गर्छौँ नि हामीले लङ लाइन गर्दाखेरि चाहिँ हाम्रो तपाईँहरूसँग केही ट्रेनिङहरू कोअर्डिनेसनहरू केही भएको छ यसमा चाहिँ लङ लाइन गर्दा त्यो चाहिन्छ नि त लङ लाइन रेस्क्युहरू गर्दाखेरि चाहिँ यो चाहिन्छ यो जोइन्ट ड्रिलहरू स्टार्ट गर्नु पऱ्यो प्राइभेट सेक्टर पनि उत्तिकै इन्भल्भ भयो भने हामीलाई सजिलो हुन्छ त्यही अनुसारमा हामीले रेस्क्यु देशभरि चलाउन सक्छौँ हामीले त्यसपछि प्राइभेट सेक्टरसँग भ्यालीमा पनि एग्रिमेन्ट हामीले गरेका छौँ हेलीको सन्दर्भमा मात्रै एग्रिमेन्टमा सुनिन्छ अब उहाँहरूलाई फेरि विपद हुँदाखेरि कुन पोइन्टमा विपद भएर कहाँ रेस्क्यु गर्ने भन्ने त फेरि त्यो त कम्युनिकेसन गर्नु पऱ्यो जिआर सहित लोकेसन एउटा अब हेरेर सबै गरेर यो ठाउँ भन्ने भनेको काठमाडौँ एरियामा त्योभन्दा बाहिर र यहाँ पनि सर्टेन ठाउँहरूमा बढी जसो ठाउँहरूमा त जिआर लोकेसन दिएर यो लोकेसनबाट दिएपछि मात्रै बल्ल त्यो चाहिँ हेली के कुरा गरेँ होइन मैले के कुरा गर्नु खोजेको भन्दाखेरि चाहिँ इफ इन केस रेस्पोन्ड गर्नु पऱ्यो भने होइन देशभरि कुनै समस्या आयो भने यस्तै खालको विपद आइदियो भने जहाँ चाहिँ अब म्याक्सिमम् हाम्रो रेस्क्यु टिमहरू लाग्नु पऱ्यो भने त्यतिखेर चाहिँ अब हाम्रो प्र्याक्टिसै नगरिकन कोअर्डिनेसनै नभइकन ड्रिलै नगरिकन होइन कसरी रेस्पोन्ड गर्ने त ड्रिल त चाहिन्छ त्यसमा टिम असाइन्ड हुनु पऱ्यो टिम लिडर असाइन्ड हुनु पऱ्यो त्यो क्याप्टेन र जो रेस्क्युअर छ उसको बिचको कोअर्डिनेसन र त्यो टिमको कोअर्डिनेसन त राम्रोसित हुनु पऱ्यो सिङ्कमा हुनु पऱ्यो दुईजना त होइन अब एकैचोटि हेलिकप्टरबाट ल अब सामान राखौँ जम्प भनेर त मिल्दैन सो वी हेभ टु प्र्याक्टिस होइन त्यसको लागि ड्रिल पनि यसको लागि ड्रिलको लागि पनि तयार पार्नु पऱ्यो हेली रेस्क्युको होइन मौसमको विषयमा कुन एरिया अफेक्टेड हुनसक्छ भनेर के हाम्रो पूर्व अनुमान केही भएको छ अहिले तत्काललाई कुन एरियाबाट हुनसक्ने पोसिबिलिटी अलिक बेसी देखेको हाम्रो त्यस्तो केही छ हामीसँग ताकि त्यो एरियाको लागि चाहिँ एटलिस्ट कन्सन्ट्रेट गरिराख्न सक्छ नि त सबै टिमहरूले समग्र मौसमको अवस्थालाई हेर्दा त अब इफेक्टेड त हाम्रो सुदूरपश्चिम एरियाहरू चाहिँ समग्रमा भन्दाखेरि एल्निनो इयर छ है एल्निनोको कारण चाहिँ अब अहिले नै हाम्रो यो मनसुन आगमनमा चाहिँ डिले भइरहेको अवस्था छ र यो पछि पनि हामीले मनसुन आउँछ भनेपछि पनि मनसुन त्यति राम्रो सुखद होला जस्तो अवस्था चाहिँ देखिँदैन होइन अब किनभने एल्निनोले गर्दाखेरि विगतमा पनि अब हामीले पहिला नै मनसुन चाहिँ भन्दाखेरि पनि सरदरभन्दा कम वर्षा हुन्छ भन्ने चाहिँ दिइसकेको अवस्था छ त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ विशेष गरी चाहिँ यो पश्चिमतिर लुम्बिनी प्रदेश यो सुदूरपश्चिम प्रदेशमा चाहिँ हामीले यो मनसुनको आएको छ त्यति बेला सरदरभन्दा कम हुने बढी एफेक्टेड चाहिँ हामीले गरिसकेका छौँ त्यो चाहिँ समग्र मनसुनलाई अब यसमा नयाँ के आयो भने चाहिँ हामी अपडेट गर्छौँ हुन्छ त्यो तपाईँहरूले चाहिँ अपडेट लिएर उहाँहरूले सुरक्षा निकायहरूलाई चाहिँ अपडेट गरिराख्नु पऱ्यो अब त्यो चाहिँ एभ्री टाइम है मैले अहिलेसम्म 10 इयर्स भयो डिजास्टरको फिल्डमा खटेको यो 10 इयर्समा मैले पर्सनली के देखाएको छु भन्दाखेरि चाहिँ हाम्रो किताबमा एकदम इफेक्टिभ देख्छौँ हामी होइन यसको इफेक्टिभनेसमा नो क्वेसन तर कार्यान्वयनमा जहिले पनि चुक्छौँ हामी बुक्समा वी आर भेरी भेरी गुड जब विपद आउँछ इम्प्लिमेन्टेसनमा सबै ठोकिन्छन् ओभरल्यापिङ हुने होइन रेस्पोन्ड पनि ओभरल्याप हुने यो प्रब्लम्सहरू एकदम हामीले भोगिरहेछौँ यसको हामीसँग एक्ज्याक्ट यो सबैजनासँग आफ्नो विज्ञता छ तर यसलाई स्ट्रिमलाइन गरेर चाहिँ एउटा एकदमै मजासित हामीले यसलाई गर्नु सकेको अवस्था मैले देखिरहेको छुइनँ किन वी हेभ डिफ्रेन्ट लिड वी हेभ कलेज वी हेभ क्लस्टर्स होइन अनि रेस्पोन्ड गर्ने कसले कुन कन्डिसनको डिजास्टरमा कसले रेस्पोन्ड गर्ने कुन टिम त्यसमा इन्भल्भ हुन्छ भन्ने चाहिँ जहिले पनि
हाम्रो रिसोर्सेसको बारेमा हामीलाई थाहा हुँदैन, टिमको परिचालन हुन्छ नि थाहा हुँदैन, को जाने कसरी तयार गर्ने भनेर त्यो पनि हामीसँग हुँदैन। तर वी अलरेडी ह्याभ एभ्री वान एक्सपर्ट्स सबैजना हामीसँग छ जो चाहिँ यो वर्ष यो डिजास्टरको विषयमा काम गरिराख्नु भएको लामो समय त्यो एक्सपिरियन्स पनि बोक्नु भएको छ। हामी कहाँ चुकिरहेछौँ भनेर यो पत्ता लगाउनु चाहिँ हामीले सकेका छैनौँ अहिलेसम्म है। सो यसलाई स्ट्रिमलाइन गर्नलाई डिजास्टरलाई पहिचान गरेर कुन डिजास्टरमा को टिम मोबिलाइज हुन्छ, कुन हाम्रो क्लस्टर लिड को लिडहरूले कसरी गर्छन् कामहरू भनेर चाहिँ सबैजनाको एसओपी छ कि अलरेडी छ। त्यसलाई चाहिँ त्यही डिजास्टरको अनुसारमा फर इक्जाम्पल फ्लड आयो भने कोले के गर्ने कुन हाम्रो लिड लिडहरू चाहिला त, कुन टिमहरू मोबिलाइज हुन्छन्, कुन मिनिस्ट्रीहरू मोबिलाइज हुन्छन् भनेर सुरुमै हामीले पहिचान गरेर त्यसमा चाहिँ एउटा ट्रिगर अर एउटा अलर्ट गरिदिने। त्यो अलर्ट गरेपछि सम्बन्धित मन्त्रालयदेखि लिएर सम्बन्धित निकायहरूदेखि लिएर सम्बन्धित कोलिड होइन लिडहरू सबैजनालाई मेसेज गर्ने हिसाबले हामीले काम गऱ्यौँ भने आई थिङ्क इट्स गोइङ टु बी भेरी इफेक्टिभ। वी अलरेडी हेभ रिसोर्सेस, वी डोन्ट नो कोसँग चाहिँ कस्तो रिसोर्सेस छ भनेर। अहिले यहाँ तपाईँले भनेको मेरो विचारमा एकअर्कालाई सोध्नुहोस् त तपाईँलाई थाहा हुँदैन कोसँग कस्तो रिसोर्सेस छ भनेर। यहीको अहिलेको करेन्ट कन्डिसनको कुराहरू छ। एभ्री वान हेज मेन्सन्ड वाट रिसोर्सेस दे हेभ होइन, तर उहाँलाई मात्र थाहा छ, हामी यहीँ बसेको हामीमा नै कसलाई पनि थाहा छैन। इनफ्याक्ट मलाई पनि अहिले याद छैन। भन्नु त भयो मसँग यो छ मसँग त्यो छ सबैजनाले भन्नुभयो इट्स निडेड, तर हामी सबैजनालाई थाहा छैन होइन। सो आई हेभ कम अप विथ एन आइडिया यसको लागि। एउटा के गरौँ भन्दाखेरि युनिफाइड डिजास्टर रेस्पोन्स कमान्ड एन्ड कन्ट्रोल सिस्टम UDRCCS भनेर एउटा चाहिँ एप र एउटा वेबसाइट बनाऊँ। इन्टरनल एडमिनिस्ट्रेटिभ हुन्छ, यो चाहिँ सबै इन्टरनली हुन्छ। यसमा चाहिँ यो एपले कस्तो काम गर्छ भन्दाखेरि चाहिँ डिजास्टर पहिचान गर्छ, डिजास्टरको लिस्ट डाउन गर्छ। त्यो डिजास्टरमा फर इक्जाम्पल फ्लडमा भयो भने अब को चाहियो त हामीलाई त सुरुमा चाहिँ हामीलाई अब नेपाल प्रहरी चाहियो, सशस्त्र प्रहरी चाहियो, नेपाल आर्मी चाहियो, त्यसपछि अर्को चाहिने भनेको त्यसपछि हाम्रो को हुन्छ अब रिलिफ चाहिला, रिलिफको लागि को हुन्छ, फुडमा चाहिला, लजिस्टिक चाहिला, लजिस्टिकको को हुन्छ त्यसमा राखिदिने। सो वान सिस्टम अलर्टबाट चाहिँ यहाँबाट चाहिँ एउटा नोटिफिकेसन जाँदाखेरि चाहिँ त्यो सबै टिमहरूलाई चाहिँ अलर्ट जान्छ र उहाँहरू चाहिँ एक्टिभेट हुन्छ। अब चाहिँ त्यही टिम मात्र, अननेसेसरी टिम एक्टिभेट भएन। को रेस्पोन्सिबल टिम हामीलाई थाहा छँदैछ। सो वी जस्ट ह्याभ टु डिजिटलाइज एभ्रिथिङ अब चाहिँ, सो द्याट यहाँबाट हामीले कमान्ड गर्दाखेरि रेस्पेक्टिभ त्यो हाम्रो डिपार्टमेन्टहरू रेस्पेक्टिभ अर्गनाइजेसन्सहरूलाई चाहिँ नोटिफिकेसन जाओस् अनि त्यही अनुसारको रेस्पोन्ड र एसओपी प्लानहरू चाहिँ हामीले डिजिटली भेरिफाई गर्छौँ। अनि त्यसको एउटा कस्तो हुन्छ भनेर हामीले एउटा ड्रिल पनि मन्त्रालयमा अरू यहाँ आएर हामीले गर्न सक्छौँ। सो यो भयो भने हामी कसरी रेस्पोन्ड गर्ने, त्यसलाई कसरी इम्प्याक्टफुल र बेटर गर्ने, इम्प्रुभाइज कसरी गर्ने भनेर हामीले बनाउँछौँ त्यसमा चाहिँ। सो इन्सिडेन्ट ट्रिगर हुन्छ एउटा पहिलो कुरा। त्यसमा चाहिँ इन्सिडेन्ट कुनै भइहाल्यो भने यो ठाउँमा जिआरमा यस्तो भएको छ, इन्सिडेन्ट ट्रिगर हुन्छ। सबैजनाको मोबाइलमा अलर्ट जान्छ। अलर्ट गएपछि त्यो जिपिएस अलर्ट हो, त्यसमा क्लिक गर्ने बित्तिकै कुन एरियामा रहेछ भनेर थाहा हुन्छ। त्यही अनुसारमा सशस्त्र प्रहरी सुरक्षा निकायहरू सबैजना खटिसपछि रेस्पोन्ड गर्नुपर्ने टिमहरू त्यही अनुसारमा तयार अवस्थामा हुन्छ। लजिस्टिक त्यही अनुसारमा तयार हुन्छ। अनि त्यो रिलोकेसन इफ इन केस त्यहाँ अब बाढी आयो त्यहाँको मान्छेहरूलाई अर्को ठाउँमा राख्नु पऱ्यो भने त्यहाँ अर्को टिम आउला, त्यो टिमले त्यहाँ म्यानेज गर्दै गर्छ लोकेसन, त्यसको नियरेस्ट लोकेसन कहाँ हुन्छ। नभएको खण्डमा चाहिँ हामीले के गर्नु मिल्छ भन्दा चाहिँ सुरक्षा निकायहरूको चाहिँ हाम्रो ब्यारेकहरू हुन्छ, त्यो ब्यारेकहरूमा टेम्पोरेरीली हामीले राख्नु मिल्छ उतापट्टि तयार नहुन्जेलसम्म। यसरी गरेर हामीले रेस्पोन्ड गर्दाखेरि अझै इफेक्टिभ हुन्छ जस्तो मलाई चाहिँ लाग्छ। सो स्मार्ट अलर्टिङ भइहाल्यो। यसमा हाम्रो अलर्ट सिस्टमहरू मैले यो काम गरेँ भनेपछि काम मैले गरिसकेँ भनेर भन्छ। ओके, अनि यहाँ आएपछि हामीले यतिमा थाहा हुन्छ कि यो ठाउँमा चाहिँ यसरी रिलोकेसनको लागि चाहिँ मान्छेहरूको लागि ठाउँ तयार भइसक्यो। यति मान्छे हामीले नेपाल आर्मीले, सशस्त्र प्रहरी बलले के भन्छ हाम्रो नेपाल प्रहरीले रेस्क्यु गरेर यो लोकेसनमा हामीले पठाइसक्यौँ। अब यसको लागि चाहिँ ड्रिङ्किङ वाटरको अभाव भइरहेछ भनेर त्यहाँबाट अलर्ट दिन्छ। अलर्ट दिइसकेपछि त्यही अनुसारमा चाहिँ हाम्रो सेन्ट्रलबाट जसरी नोटिफिकेसन सबैजनालाई पुगिरहेको हुन्छ त्यही अनुसारमा हाम्रो यो सम्बन्धित ठाउँ, सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय अनि हाम्रो कोलिडहरू पनि हुनसक्ला
होइन हाम्रो क्लस्टरहरू पनि हुनसक्ला यो सबैजनालाई चाहिँ नोटिफिकेसन जान्छ र आफ्नो तरिकाले उहाँहरूले चाहिँ अलर्ट रेस्पोन्सिबल एकजना मान्छे तोकिएको हुन्छ सो उहाँले रेस्पोन्ड गर्नुपर्ने हुन्छ र यसमा कसले काम गरेन र कसले किताबमा मात्र गरेछ ठ्याक्क थाहा हुन्छ त्यसपछि होइन मेन त प्र्याक्टिकली जानु पऱ्यो नि त हामीले त प्र्याक्टिकली बुकले त तपाईँको त होला यो गर्नु पऱ्यो त्यो गर्नु पऱ्यो भनेर भन्ला गर्नुपर्छ त हामी सबैजनालाई थाहा छ तर साँच्चीकै गऱ्यौँ कि गरेनौँ भन्ने चाहिँ हामीलाई अहिलेसम्म नेपाल सरकारमा चाहिँ यो गभर्मेन्टमा अहिलेसम्म नेपालमा समस्या भएको चाहिँ त्यो अहिलेसम्म इम्प्लिमेन्टेसनमा चुक्छौँ र फलोअपमा चुक्छौँ दुईवटा कुरामा चुक्छौँ नीति नै राम्रो छ है सो त्यही भएर त्यो एउटा भयो अब यसमा डिजिटल डिस्प्याच एन्ड टास्क म्यानेजमेन्ट सिस्टम पनि हुन्छ त्यसमा यसमा डिजिटल डिस्प्याच भनेपछि यहाँबाट डिस्प्याच को हुने भनेर यहाँबाट अलर्ट दिन्छ त्यही अनुसारमा सम्बन्धित निकायमा अलर्ट जान्छ डिस्प्याच भनेर अलर्ट जान्छ सबैजनाले आफ्नो आफ्नो ठाउँबाट एक एकजना व्यक्तिहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ एड्रेस गरिदिनु के भन्छ यसमा रेस्पोन्सिबल गरिदिनु होला अनि युनिफाइड रिसोर्स एन्ड क्लस्टर ड्यासबोर्ड यो ड्यासबोर्डमा चाहिँ तपाईँ के हुन्छ भने लाइभ क्लस्टर म्यापिङ हुन्छ लाइभ क्लस्टर म्यापिङमा चाहिँ हाम्रो कुन कुन क्लस्टर कहाँ कहाँ छ उनीहरूको रिसोर्सेसहरू के हो के छ सो हामीले एक क्लिकमा जसरी मैले अहिले यहाँ सोधेँ नि हजुरको बोर्ड कहाँ छ भनेर इट्स म्यानुअल बोर्ड कहाँ छ कतिवटा बोर्ड छ के छ अब उहाँले बुक देखाउनु भयो भर्खरै मलाई तपाईँलाई कति टाइम लाग्यो पल्टाउनलाई खोज्दै अनि खोज्नु पऱ्यो अब मैले अब यहाँ कहाँ छ अब विषय सुरुमा म विषय सूचीमा जानु पऱ्यो अब विषय सूचीपछि मेरो बोर्ड कहाँ छ भनेर मैले हेर्नु पऱ्यो अब बोर्ड हेरेपछि पेज नम्बर हेर्नु पऱ्यो पेज नम्बर हेरेपछि ल यो हेर्नु पऱ्यो अब त्यो चालु अवस्थामा छ कि कन्डिसनमा छ फेरि सोध्नु पऱ्यो सो दिस इज नट हाउ वी वर्क रेस्पोन्ड भनेको जति फास्ट हामीले गर्नु सक्यौँ त्यति हामीले हाम्रो नागरिकहरूको ज्यान धनको सुरक्षा गर्न सक्छौँ इट्स अबाउट द रेस्पोन्स टाइम जति फास्ट रेस्पोन्ड गर्न सक्यौँ त्यति नै हाम्रो इफेक्टिभनेसमा क्वेसन आउँदैन होइन त्यही भएर यो जति कुरा तपाईँहरूले यसमा राख्नु भएको छ वी अलरेडी हेभ अल द डेटाज यसलाई डिजिटलाइजेसन मात्रै गर्नुपर्ने मैले देखिरहेको छु यहाँ समस्या केही छैन है अनि इन्टर क्लस्टर रिक्वेस्ट हब फर इक्जाम्पल मसँग ब्ल्याङ्केट छ अरू मसँग बोर्ड छ तर मसँग साधन छैन म बोर्ड दिन तयार छु लाइक फर इक्जाम्पल तपाईँले यो कुरा राफ्टिङ एसोसिएसनसँग हामीले कन्ट्र्याक्ट गरेको छौँ मैले माने तर त्यहाँसम्म लान्छ कसले ड्रप ठुलो चाहिन्छ त्यो किनभने 100 केजीको हुन्छ बोक्ने कसले त्यतिखेर उहाँहरू के भयो गोदाममा हजुरले भनेको कुराहरू ठ्याक्कै एपमा आउँछ अपडेटै हुन्छ ल बोर्ड छ मैले माने ल फ्लड आयो फर इक्जाम्पल हेर्नु है म तपाईँलाई सबै प्र्याक्टिकल सिनारियोजहरू भनेर भनिरहेको छु है हामीलाई बोर्ड चाहियो भनेर भन्यौँ ऱ्याफ्टिङ एसोसिएसनको मान्छे एकजनालाई कन्ट्याक्ट त गऱ्यौँ हामीले बाँकी ऱ्याफ्टिङ गर्ने मान्छेहरू सबैजना कहाँ कहाँ बसिरहेको हुन्छ मान्छेहरू कता कता हुन्छ होइन अब त्यहाँ गएपछि त्यो बोट ल्याउने कसरी लजिस्टिक कसरी गर्ने हो अब त्यो फेरि अर्को हामीसँग अटोमेटिक ब्लोवर छ कि छैन त्यो पनि हेर्नु पऱ्यो तयारी अवस्थामा त्यो पनि चाहियो किनभने हामीले यो हाम्रो कुन ठाउँमा त्यो यतापट्टि रेस्पोन्ड गरेको थियौँ क्या हामीले बाढी डुबान भएको थियो नि यतापट्टि बल्खु होइन बल्खुमा डुबान हुँदाखेरि त्यतिखेर सशस्त्र प्रहरीको बोट के भन्छ तपाईँको पल परेर चल्दै चलेन लगभग 3000 मान्छे रेस्क्यु गर्नुपर्ने थियो अब कसरी गर्ने त सो हामीले के गर्यौँ भन्दाखेरि हामीले चाहिँ ल कोसँग बोट छ भनेर हामीले त्यसपछि हाम्रो रेस्पोन्ड फास्ट थियो टु बी अनेस्ट गभर्मेन्टको रेस्पोन्स भन्दाखेरि हाम्रो रेस्पोन्स फास्ट थियो देन हाम्रो भलन्टियर्सहरू यङ भलन्टियर्सहरू त्यहाँ गएर हामीले यसरी गरेर पम्पु हान्दै गर्नु परेको थियो बोट भर्नु पर्थ्यो तर त्यति दिनसम्म त कतिजना डुबिसक्छ सो त्यो हामीसँग इलेक्ट्रिक ब्लोअर हामीसँग तयारी अवस्थामा छ कि छैन सो डिटेलिङ के माइक्रो म्यानेजमेन्टमा हाम्रो यत्रो ठुलो टिम भएपछि माइक्रो म्यानेजमेन्ट त गर्नु सक्नु पऱ्यो नि त यसको युआई युएक्स चेन्ज गर्नुहोस् है युआई युएक्स चेन्ज गरिहाल्नुहोस् दिस इज ओल्ड स्कुल यो ट्रेडिसनल भयो
त्यहाँ माथि सोर्स बारमा गएर रबर बोट हान्ने बित्तिकै आउनुपर्ने तपाईँ रबर बोटमा गएर बोटमा जानुभयो बोटबाट गएर रबर बोटमा क्लिक गर्नुभयो त्यसपछि सबमिट क्लिक गर्नुभयो दिस इज ट्रेडिसनल है यसको युआई युएक्स चेन्ज गरौँ युआई युएक्समा सर्च बारमा गएपछि हामीले रबर बोट भनेपछि त्यहाँ रबर बोट सर आउनुपर्ने सिस्टम अपग्रेड मात्रै अब पहिले